हेलो नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ कल्पना पोखरेल हो। म फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेकी छु। जुन मैले पहिले बनाएको थिएँ नि, त्यो भिडियो चाहिँ मेरो एक्सपिरियन्स इन्टरभ्यूदेखि लिएर सबै मेरो कति कस्तो रह्यो भनेर मैले बनाएको थिएँ। त्यो भिडियो एकदमै लामो भएको थियो। सो यसमा चाहिँ मैले आफ्नो इन्टरभ्यूमा चाहिँ कुन कुन डकुमेन्टहरू लगेर गएको थिएँ र इन्टरभ्यू चाहिँ कस्तो कस्तो खालको क्वेसनहरू सोधेको थियो त्यसको लागि बनाउँदैछु। सो अन्तिमसम्म हेरिदिनु होला। सो मेरो चाहिँ भिजा प्रोसेस भएको 13 मन्थमा चाहिँ मेरो केस एप्रुभ भनेर आएको थियो। केस एप्रुभ अनि तब रिसिभ मेरो डकुमेन्टहरू जुन मेरो हस्बेन्डले गर्नुभएको थियो 1 वर्षपछि चाहिँ आएको थियो। सो त्यस केस एप्रुभ भएको ठ्याक्कै 7 महिनापछि चाहिँ मेरो इन्टरभ्यू आएको थियो। सो इन्टरभ्यूमा चाहिँ मैले कुन कुन डकुमेन्टहरू लिएर गएको थिएँ हजुरलाई म भन्दैछु। सो त्यसमा चाहिँ जुन मैले मेडिकल यदि हजुरले मेडिकल गर्नुभएको छैन भने त हजुरलाई थाहा छैन होला। यदि मेडिकल गर्नु भइसक्यो भनेपछि चाहिँ त्यसमा चाहिँ एउटा तपाईँलाई मेडिकल गर्दाखेरि नर्सले चाहिँ एउटा पेपर दिनुहुन्छ कि हजुरलाई कुन कुन डकुमेन्ट चाहिँ हजुरहरूले लिएर जाने भनेर एउटा सानो पेपर दिनुहुन्छ। तपाईँले त्यही अनुसारको डकुमेन्टहरू लिएर जाँदा हुन्छ। अब हजुरलाई डाउट अब त्यो पनि अरू पनि माग्छ भनेर हजुरले एक्स्ट्रा लिन चाहनुहुन्छ भने पनि हजुरले त्यो लिएर जान सक्नुहुन्छ। मैले चाहिँ उहाँले दिएको पेपर अनुसार नै मैले डकुमेन्टहरू लिएर गएको थिएँ। त्यो पनि मैले पनि कहीँ अब हामी एक्स्ट्रा मागिहाल्छ भनेर पनि मैले लिएर गएको थिएँ। सो डकुमेन्टमा चाहिँ मैले के लगेर गएको थिएँ भन्दाखेरि अपोइन्टमेन्ट लेटर जुन मेरो इन्टरभ्यूको डेट आएको मेल थियो नि हो त्यो चाहिँ मैले प्रिन्ट आउट नै गरेको थिएँ। DS60 फर्म भन्ने हुन्छ त्यो मेलमा आएको हुन्छ। तपाईँको इन्टरभ्यू यति बजे भनेर त्यो आएको हुन्छ क्या मेल। हजुरले त्यो पुरै नै तपाईँले प्रिन्ट आउट गरेर लिनुपर्ने हुन्छ। अनि त्यसपछि मैले पुलिस रिपोर्ट लिएर गएको थिएँ मेरो। अनि मेरो सिटिजनसिप वडा कार्यालयको हाम्रो बिहे दर्ता गरेको लगेको थिएँ। अनि कोर्ट म्यारिज पनि लगेर गएको थिएँ मैले। तर कोर्ट म्यारिज चाहिँ अहिले माग्दो रहेनछ। मेरो पालामा त मागेकै थिएन। त्यही वडा कार्यालयको नै मागेको थिएँ। त्यही भएर मैले लिएर गएको थिएँ। त्यो चाहिँ मैले नोटरी गरेर लगेको थिएँ। त्यो चाहिँ नेपालीमा हुन्छ नि त। सो तपाईँले नोटरी गरेर लिनुपर्ने हुन्छ। अनि ट्रान्जेक्सन रिसिप्ट जुन तपाईँको हस्बेन्डले तपाईँलाई पैसा पठाएको प्रुफ। अब उनीहरूलाई त प्रुफ चाहियो नि त हस्बेन्ड वाइफ हो कि होइन भनेर पैसा पठाएको रिसिप्ट लिएर जानुपर्ने हुन्छ। अनि त्यसपछि 2x2 को पासपोर्ट साइज फोटो अनि W2 फर्म भन्ने हुन्छ I-30 जुन प्रोसेस गर्दाखेरि भर्नुभएको हुन्छ नि हजुरको हस्बेन्ड अथवा वाइफले त्यो फर्म लिएर गएको थिएँ एक्स्ट्रा चाहिँ है मैले। अनि त्यसपछि कोभिड भ्याक्सिन कार्ड पनि लिएर गएको थिएँ। अनि च्याटहरू लगेर गएको थिएँ। अनि हस्बेन्ड र वाइफ फोटोहरू लगेर गएको थिएँ मैले। मेन चाहिँ तपाईँले के लिएर जानु पर्यो भने पुलिस रिपोर्ट, अपोइन्टमेन्ट लेटर, अनि पासपोर्ट त परिहाल्यो नै, अनि बिहे दर्ता वडा कार्यालयको, अनि त्यसपछि च्याट लिनु पर्यो, अनि फोटोहरू लिनु पर्यो मेन चाहिँ। सो फोटोहरू चाहिँ मैले कसरी लिएको थिएँ भने तपाईँलाई मैले पहिलेको भिडियो पनि देखाएको थिएँ। यस्तो एल्बम बनाएर के ठुलो बनाएर गएको थिएँ हामीले। यस्तै कति 200-300वटा फोटो लिएर गएको थियौँ। यस्तो एल्बम बनाएर जानुभयो भने तपाईँले एकदम इजी हुन्छ। यसरी लिएर जानुभयो भने पनि उहाँहरूलाई पनि हेर्न सजिलो हुन्छ, तपाईँलाई पनि एकदम बोक्न सजिलो हुन्छ। अनि डकुमेन्ट चाहिँ मैले यसमा लगेर गएको थिएँ। डकुमेन्ट चाहिँ तपाईँले यस्तो फाइलहरू यस्तोमा लिएर जानुभयो भने एकदम इजी हुन्छ। सो मलाई चाहिँ मेरो हस्बेन्डले बनाइदिनु भएको थियो। यसमा चाहिँ कस्तो हुन्छ भने लेख्न मिल्छ कि जुन तपाईँको अब कुन डकुमेन्ट तपाईँले अगाडि राख्नुहुन्छ। मैले चाहिँ अपोइन्टमेन्ट लेटर, बिहे दर्ता वडा कार्यालयको, पुलिस रिपोर्ट, सिटिजन, बर्थ सर्टिफिकेट, मेरो जन्म दर्ता पनि चाहिन्छ है त्यो चाहिँ लिनुपर्छ हजुरले। अनि यसरी कोर्ट म्यारिजको अनि यसरी लेखेर लगाएको थिएँ। यसरी लग्नुभयो भने तपाईँले डकुमेन्टहरू तान्न सजिलो हुन्छ कि अब खोज्न गाह्रो हुन्छ नि त त्यहाँ अब उहाँले माग्दाखेरि। सो यसरी चाहिँ लिएर जानु होला, तपाईँलाई एकदम इजी हुन्छ। अनि क्वेसन चाहिँ मलाई के गरेको थियो भने तपाईँको पहिले बिहा हो कि होइन भनेर सोध्नु भएको थियो। अनि तपाईँको हस्बेन्डको हो कि होइन भनेर सोध्नु भएको थियो। तपाईँको बिहे भएको कति महिना अथवा कति वर्ष भयो भनेर सोध्नुहुन्छ। अनि त्यहाँ त्यो चाहिँ इन्टरभ्यूमा सोध्नु हुँदैन कि जुन तपाईँलाई जुन अगाडि एउटा फ्रन्ट डेस्क हुन्छ क्या त्यो जुन उहाँहरूले चाहिँ उता इन्टरभ्यूलाई पास गर्नु हुँदो रहेछ नि त त्यहाँ चाहिँ सोध्छ त्यो चाहिँ। अनि त्यसपछि तपाईँको बायोटिकहरू के गर्छ त्यहाँनिर। अनि टोकन दिनुहुन्छ, तपाईँ आफ्नो कुर्नु भन्नुहुन्छ। अनि म कुरेर बसिरहेको थिएँ। अनि क्वेसनमा चाहिँ उहाँले मलाई कसरी बिहे भएको, एरेन्ज हो कि लभ, कतिजना हुनुहुन्थ्यो बिहेमा अनि भनेर सोध्नुभएको। तपाईँको फर्स्ट भेट र लास्ट भेट
कता भएको हो, कहिले भएको हो भनेर सोध्नुभएको थियो। अनि त्यसरी गर्नुभएको थियो। अनि सबभन्दा त तपाईँहरूले आफूले चाहिँ प्रुफ लिएर जानु होला। हस्बेन्ड वाइफ सबभन्दा हेर्ने भनेको चाहिँ प्रुफ नै हो क्या। हस्बेन्ड वाइफको च्याटहरू एकदम तपाईँहरूले ऱ्यान्डमली कल गरेको पनि प्रिन्ट आउट गरेर लग्दा हुन्छ। धेरै 1 घन्टा 2 घन्टा बोलेको त्यो मेन चाहिँ लिनु होला। मैले त कति 25-30 वटा नै लगेर गएको थिएँ। त्यो चाहिँ अब हजुरहरू इन्स्टाग्राम मेसेन्जर केमा बोल्नुहुन्छ त्यो जेमा बोल्नुहुन्छ राम्रो कुरा गरेको त्यो लिएर जानु होला। अनि त्यसपछि फोटोहरू त भइहाल्यो नै। अनि ट्रान्जेक्सन रिसिट भइहाल्यो। अनि सुरुमा तपाईँहरूले जाने बित्तिकै चाहिँ गेटमा चाहिँ कुन डकुमेन्ट माग्छ भने पुलिस रिपोर्ट माग्छ, पासपोर्ट माग्छ, 2x2 को फोटो, बर्थ सर्टिफिकेट तपाईँको माग्छ, अनि च्याटको कुरा गरेको माग्छ, अनि ट्रान्जेक्सन अनि फोटोहरू माग्नुहुन्छ सुरुमा चाहिँ जाने बित्तिकै गेटमै। त्यति नै हो। अनि जुन तपाईँको अरू त केही पनि सोध्दैन। मलाई यति नै क्वेसनहरू सोध्नु भएको थियो। अब अरूलाई त मैले सुनेको के अरे हस्बेन्डको डेट अफ बर्थ सोध्नुहुन्छ, एनिभर्सरी डेट कहिले हो त्यो सोध्नुहुन्छ भन्दै हुनुहुन्थ्यो। मलाई त सोध्नु भएन। यदि त्यही पनि तपाईँहरू सम्झेर अब जानु होला, कहीँ सोधिहाल्नु पनि सक्नुहुन्छ नि त हजुरहरूलाई। सो मैले चाहिँ डकुमेन्टमा चाहिँ इन्टरभ्यू गर्नुभन्दाखेरि चाहिँ नोट्रीहरू चाहिँ कुन गराएको थिएँ भने मेरो बर्थ सर्टिफिकेट गराएको थिएँ, जन्म दर्ता, अनि सिटिजनसिपको गराएको थिएँ, अनि मेरो एक्स्ट्रा अब बुवा मम्मीको नागरिकताहरू त्यसरी गरेको थिएँ। तर केही पनि चाहिँदो रहेनछ त्यो आफ्नो हस्बेन्ड डिपेन्डेन्टमा जाने हो नि त। जानु भएपछि चाहिँ त्यो हस्बेन्ड वाइफको मात्रै प्राय माग्दो रहेछ। अनि के अरे ल्याङ्ग्वेजमा चाहिँ जुन अब क्वेसन गर्दा चाहिँ नेपालीबाट दिनुभएको थियो कि इङ्ग्लिसमा भनेर सोध्दैन थियो। त्यो चाहिँ तपाईँ उहाँले नै सोध्नुहुन्छ तपाईँलाई म इङ्ग्लिसबाट सोधौँ कि नेपालीबाट भनेर सोध्नुभएको थियो। मलाई मैले चाहिँ नेपालीबाट सोध्नु भनेको थिएँ। उहाँलाई चाहिँ नेपालीबाट नै सोध्नुभएको थियो। तपाईँ जुन ल्याङ्ग्वेजमा कम्फर्टेबल हुन्छ तपाईँले त्यसमै इन्टरभ्यू दिँदा हुन्छ। सो मेरो टोटल चाहिँ 20 महिना लागेको थियो भिजा प्रोसेसदेखि इन्टरभ्यूसम्म चाहिँ। त्यति नै लागेको थियो। त्यति नै हो भिडियो। सो तपाईँ यदि पास हुनुभयो भने यस्तो ग्रिन स्लिपहरू दिनुहुन्छ, ग्रिन स्लिपहरू मलाई चाहिँ दिनुभएको थियो। सो केही पनि क्वेसनहरू गर्नु हुँदैन, धेरै हात्तिनु पर्दैन हजुरहरू, एकदम ढुक्क भएर जानु होला। सो अब म त के भन्न चाहन्छु भने अब हजुरहरूको कुनै अब फेसबुकदेखि कन्ट्याक्ट भएको हुन्छ नि हजुरहरूको। सो हजुरहरूले चाहिँ यत्तिकै फेसबुकमा ऱ्यान्डमली कुरा गरेर बिहे भएको हुन्छ नि, त्यस्तो चाहिँ धेरै क्वेसनहरू गर्नु हुँदो रहेछ कि त्यस्तो भयो भने चाहिँ। सो प्रायः अब त्यस्तो छ भने एरेन्ज नै म्यारेज भन्दा हुन्छ। मैले मेरो साथीको सुनेको थिएँ। सो उहाँले धेरै क्वेसनहरू गरिराख्नु भएको थियो। सो तपाईँहरूलाई चाहिँ अब आफ्नो कसैलाई त थाहा छ होला, कसैलाई थाहा छैन होला। सो मेरो चाहिँ कस्तो भएको थियो भने मैले आफ्नो प्रोसेस चाहिँ कहाँसम्म पुग्यो भनेर चाहिँ कसरी हेर्थेँ भने गुगलमा गएर चाहिँ तपाईँले EGO.USCIS.gov भनेर तपाईँले सर्च गर्नुभएपछि चाहिँ यस्तो खालको लिङ्क खुल्छ क्या हजुरको। सो त्यसमा गएर तपाईँले चाहिँ तपाईँको रिसिप्ट नम्बर हुन्छ एउटा, त्यहाँ रिसिप्ट नम्बर हुन्छ। तपाईँलाई जुन भिजा प्रोसेस गर्दा रिसिप्ट नम्बर दिएको हुन्छ, IOE समथिङ त्यस्तो वर्डहरू कति 15 वटा लेटर कि समथिङ त्यस्तै एउटा हुन्छ। त्यो रिसिप्ट नम्बर तपाईँले तल एउटा इन्टर रिसिप्ट नम्बर भनेर हुन्छ, त्यहाँ हाल्नुभयो भने तपाईँको भिजा प्रोसेस कहाँसम्म गयो भनेर त्यहाँ हेर्न मिल्छ क्या तपाईँले। मैले त्यसरी नै हेरेको थिएँ। हजुरहरूले नै यदि तपाईँलाई हेर्न मन छ भने आफ्नो प्रोसेस कहाँसम्म पुग्यो भनेर तपाईँले त्यसरी हेर्न सक्नुहुन्छ। सो यस्तो कस्तो भने यस्तो खालको हुन्छ, देखेको छ कि छैन, यस्तो खालको हुन्छ। हजुरले त्यसरी हेर्दा हुन्छ। हस् थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। अझै पनि हजुरहरूलाई केही क्वेसनहरू गर्नु छ भने मलाई के अरे भिडियो कमेन्टमा तपाईँले छोडिदिँदा हुन्छ मेसेज, म तपाईँहरूलाई रिप्लाई गरिदिन्छु। मैले चाहिँ धेरै अगाडि नै बनाउनु सोचिरहेको थिएँ भिडियो, म चाहिँ अलिक बिजी भएर चाहिँ बनाउन सकिनँ। सो त्यसको लागि सरी भन्न चाहन्छु। सो अरू भिडियो तपाईँहरूलाई चाहिन्छ भने मलाई मेसेज गर्दा हुन्छ। हस् थ्याङ्क यू, बाई। अनि गुड लक पनि, धेरै नर्भस नहुनु होला। एकदम सिम्पल क्वेसनहरू सोध्छ, केही पनि क्वेसन सोध्दा नडराउनु होला। हस् थ्याङ्क यू।